दम दम धिका धिका मौसम भिगा भिगा दम दम धिका धिका मौसम भिगा भिगा बितिए मैं तो गिरा मैं तो गिरा मैं तो गिरा हाय अल्लाह No, म कहिले आउनु रे? सटरडे र फ्राइडे जोइले खेल्नु हामीसँग So, guys, welcome back another new video. तपाईहरु सबैजना स्वागत छ आजको नयाँ भिडियोमा। अहिले चाहिँ फाइनली म गिटार बोकेर चर्चमा चाहिँ हाम्रो एउटा प्रोग्राम थियो अनि त्यो प्रोग्राममा चाहिँ हामीले प्रोग्राम गरिसकेर आइदिसकेको छौं अनि यतातिर तपाईहरु देख्न सक्नुहुन्छ अहिले यिनीहरु चाहिँ पुरा साडी चोलो लाएर बसिरहेछ अनि पुरै कस्तो गोरो देखेकोलाई पनि आज चाहिँ हैन म यहाँ सरिताको फोटो खिच्दिन लागेको छु हैन पुरा सरितालाई चाहिँ अहिले मिस नेपाल जस्तो देखिरहेछ पुरै बबाल ओरिजिनलमा चाहिँ यस्तो मान्छे छ हैन अब यहाँ फिल्टरमा कस्तो आउँछ यहाँ देखाइदिउँ न पुरै अरे पुरै मोडल लागिरहेछ दम दम धिका धिका मौसम भिगा भिगा दम दम धिका धिका मौसम भिगा भिगा बितिए मैं तो गिरा मैं तो गिरा मैं तो गिरा हाय अल्लाह कस्तो टाइम गाइस अहिले चाहिँ मैले यिनीहरूको फोटो खिचिसकेको छु हैन फोटो सार्दैको छु ल्याउ अब अहिले ब्लगमा आउँछ बेलुका भिडियो हेर हैन सो अब जाउँ किन कुन अब चाहिँ हामी घर जाँदैछौँ आइज The next day. गाइस वेलकम ब्याक र तपाईहरु सबैजनालाई फेरि पनि स्वागत छ अनि अहिले चाहिँ म के गरिरहेको छु भने यसमा चाहिँ यो झोलामा चाहिँ मकै लिएर मकै छर्न गइरहेको छु अनि अहिले चाहिँ बिहानको त्यस्तै 7 बजिसकेको छ र अहिले चाहिँ म खेतमा गएर अनि बुवाले चाहिँ त्यहाँ जोत्नु हुँदैछ अनि सो त्यहाँनिर चाहिँ गएर मकै छर्नु छ म अहिले खेतमा आइदिसकेको छु अनि बुवाले चाहिँ वहाँनिर जोत्नु लाग्नु भएको छ अनि यो हलो अनि यसलाई चाहिँ भन्छ जुवा यो हलो जुवा बोकेर चाहिँ त्यहाँ पुर्याएर चाहिँ अनि त्यहाँनिर जोत्नु छ सो अनि यो हलोलाई चाहिँ म बोक्नु गइरहेको छु हैन लास्टै यो फेरि गरौँ हलो छ हैन यस्तो खाले यसलाई चाहिँ काठे हलो भन्छ सो अनि यसलाई चाहिँ म अब बोक्दिनै पर्यो के गर्नु यो जुवा पनि बोक्नु छ ओ यार कसरी बोक्नु पर्यो सेट सो अब चाहिँ मैले बोकिसकेको छु हैन तर लास्टै गरौँ छ भारी चाहिँ अब के गर्नु गरौँ भयो भने बोक्दिनै पर्यो अनि यतातिर चाहिँ बाटो यस्तो अप्ठ्यारो छ सो खेतहरू सबै रुखुर्खु छ होइन अनि त्यहाँ बकुला उड्दिरहेछ त्यहाँ रहेछ रागा हाम्रो हामीले यो सकिसक्यौँ यो गरामा चाहिँ अब यो गरामा फेरि जोत्नु छ अनि यसमा फेरि छर्नु छ उतातिर सबै मकै छरिसकेको अनि उतातिर पनि कमै छर्नु छ तर छरिसकेको छैन अहिले 12 बज्नु लाग्यो त्यही भएर चाहिँ अब हामी फेरि पनि घर जानु आएको छौँ अनि सो यहाँनिर चाहिँ यो डोरी लिन आइरहेको थिएँ म अनि मेरो चप्पल चाहिँ जुत्ता चाहिँ उतातिर छ त्यो जुत्ता लाएर गइदिन्छु अनि यो चाहिँ सबै हामीले मकै छरेको होइन मकै छरिसकेपछि यस्तो हुन्छ यहाँ पटासटा लगाएको छैन होइन यहाँनिर पनि एउटा रहेछ मकै तर यसलाई पुर्दिहालिदिउँ अनि मेरो जुत्ता चाहिँ यहाँनिर छ अरे यार डोरी पुरै अल्झिदिरहेछ क्या फेरि मैले चाहिँ यहाँ जुत्ता राखिदिरहेको थिएँ त्यो जुत्ता लिएर म चल्दिन्छु म पनि घर सो अनि यताबाट जान्छु घर चाहिँ 1 hour later. Hello, Kali. Nyanyi gara, lah. No, Asa?
मलाई चिन्छ अरे खै पसलको मान्छे कता जानुभयो रोहनको मामा हो पसलको मान्छे खोइ तिम्रो साथी हो रोहन ए तिम्रो पनि हो रोहनको साथी हो तिमी कतिमा पढ्छौ तिमीहरू दुईजना वानमा ए रोहन गुड बोय छ कि ब्याड बोय कसरी ब्याड बोय गुड बोय पनि उसले हम्म गर्छ हैन तर पनि उसले हम्म गरी के भएन उसले हम्म गर्दैन हैन हैन टिचर मैले हम्म गरेको छु मैले ल्याउनु बिर्से कपी गर्नु डाँट्छ झुट बोल्छ तिमी त झुट बोल्दैनौ गाइस फाइनली अहिले चाहिँ म पसलमा आइदिरहेको छु अनि यहाँनिर चाहिँ एउटा सुसुलेको दबाई लगेर चाहिँ अनि त्यो दबाई हाल्नुपर्ने छ क्या दिदीहरूको घरमा सो त्यही भएर आएको छु अनि यहाँ चाहिँ मान्छे हुनु नरहेछ त्यही भएर यहाँ पर्खेर बसिदिरहेको छु अनि मान्छे आएपछि चाहिँ अहिले फेरि म दिदीहरूकोमा गएर त्यो दबाई हानेर फेरि म घर फर्किनु पर्ने छ के हेरेको तिमी कति राम्री नि त्यो त भाँडा माझ्ने कि नै छ त्यो भाँडा मस्काउनेको यो कोट्याउने चम्ची हो दादा भन्नु न के भन्नु गर्नु न उलाई भन्नु न के 1 2 3 गो ससुराली जाने हो चिठी पापा खाने हो सालीसँग टासी टासी सेल्फी आने हो अनि थाहा छैन यति मात्र तपाईँ गीत गाउनु त म त आउँदैन अघि होइन फाइनली भन्नु दे त फाइनली गाइस भेट भयो होइन बुनुसँग बुनु म के गर्छु भन्दै त गर्नुहुन्छ के गर्छु गीत म्यानेजर गीत म्यानेजर ए सङ म्यानेजर कसरी थाहा पायो म चिन्छौ म त चिन्दिन म पनि चिन्दिन तिमी चिन्छौ नाम त थाहा छैन तिमी त एउटा भाइरल बुनु जस्तै छौ त होइन त्यो एउटा सोल्टी भन्ने एउटा बनाउँछ त होइन सोल्टी होइन त्यो त केटा मान्छे भयो त केटा मान्छे भयो भने तिमी त्यस्तै छौ नि त कहिले आउनु रे सटरडे र फ्राइडे जोइले किन आउनु खेल्नु हामीसँग म खेल्नु तिमीहरूसँग खेल्नु र आउनु न आउनु प्लिज ल्या छुट्यो ल फेरि ल तिमीहरू गर त 1 hour later. सो गाइस अहिले चाहिँ म यो दबाईलाई चाहिँ फिट्नु लागेको छु होइन यसमा चाहिँ 5 लिटर पानीमा चाहिँ घोल्नु भनिरहेको थियो सो अनि पानी आएको छ अब यसलाई चाहिँ म एक बिरको मात्र हाल्नु भनिरहेको थिएँ होइन सो त्यही भएर चाहिँ अब म हाल्नु गइरहेको छु त्यस्तो केही युज गरेको छैन यार एक बिरको मात्र लाउनु भन्नु सर हुन्छ फेरि त्यो त मिसिनै रोकिँदैन सो फाइनल गाइस अहिले चाहिँ म यहाँ दबाई घोलिदिइरहेको छु होइन पुरै सेतो देखिरहेछ यसलाई चाहिँ मजाले फिटेर चाहिँ लाउनु पर्छ ए एउटा हो तँले त रुमालले राम्रो एउटा के गनाएर मरिन्छ रुमाल त्यो पुरा गनाइदिइरहेछ होइन त्यही भएर मुख छोप्नु लागेको छु मुख छोपेर बोल्नु पर्ने भएको सुलसुले चाहिँ यहाँ यति धेरै रहेछ होइन यो अन्डामा पनि सबै पुरै सुलसुले नै सुलसुले देखिरहेछ त्यही भएर चाहिँ अब म यो अन्डालाई चाहिँ यहाँ राख्छु होइन यसमा पनि खोइ पुरा दबाई लगायो भने बिग्रिनु पनि सक्छ सो त्यही भएर चाहिँ यतातिर पहिला हालिदिइहालौँ होइन दबाईले
गाइस फाइनली प्लट चाहिँ हानिदिइसकेको छु होइन अनि म सुलसुले चाहिँ थोरै मेरो जुमा आइदिइसकेको छ अब फेरि अर्को प्लट चाहिँ बनाएर फेरि म लाउनु लागेको छु यता घरतिर सबै रुमतिर पनि लाउनु पर्ने छ गरौली परि हाल्दिनु न तर गाइस फाइनली अहिले चाहिँ हामीले यहाँ सबै हानिदिइसकेको छौँ दबाई अनि मैले चाहिँ यो लगाएको थिएँ तर यो मजाले नलागेर चाहिँ पुरा कस्तो टाउको पुरै दुखिरहेछ होइन अनि यतातिर सबै लगाइदिइसकेको छु अनि सायद सबै मर होला पुरै बनाइदिइरहेछ होइन यो सबै सुलसुलेको चाहिँ काम तनाम भइसक्यो मलाई थाहा छ होइन तर गाइस मैले चाहिँ यो कस्तो टाउको दुखेर पुरा टाउको कपाल दुख्यो होइन अनि कस्तो भइदिइरहेछ क्या टाउको बर दुखिदिइरहेछ अनि यहाँनिर चटपट खान लागेको छ हामी चाहिँ होइन अनि यहाँ चटपट लिएर पुरै हानिदिने हो भनेर चाहिँ पुरै लिएको छ यहाँ चटपट अब चटपट खानु सुरु हुन्छ यहाँनिर रहेछ त चम्ची त पुरा चटपटी चाहिँ खाइसक्यो लास्टै पिरो भयो सो गाइस हामी चटपट खाइसकेको छौँ अब चाहिँ घर जान्छु होइन अनि सो यस्तै हो यो आजको भिडियो तपाईँहरूलाई मन परेको छ भिडियो मन पराउनु प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला आजको भिडियो म यहीँ अन्त्य गर्न चाहन्छु